हिजो सम्पन्न आइसिसी विश्वकप लिग 2 त्रिकोणात्मक सिरिज अन्तर्गत नेदरल्यान्ड विरुद्धको खेलमा नेपाललाई 10 रनको पेनाल्टी लाग्न पुग्यो। अर्थात् नेदरल्यान्डले खेल्दै नखेली 10 रन उपहार स्वरूप नेपालको तर्फबाट पायो। त्यसैको कारण 237 रनको लक्ष्य पाएको नेदरल्यान्डले पहिलो बल खेल्नु अघि नै 10 रनबाट सुरुवात गरेको थियो। स्कटल्यान्डको हन्डीमा टस हारेर पहिला ब्याटिङ गर्ने क्रममा नेपालका ब्याटर बसिर अहमदले एकै किसिमको 2 गल्ती गर्दा नेपालले 10 रन पेनाल्टी पाएको थियो। अर्थात् नेदरल्यान्डले 10 रन उपहार स्वरूप पाएको थियो। तीव्र गतिका बलर कायल केलिनको 37औं ओभरको तेस्रो बलमा बसिर अहमद पिचको मध्य भागमा हिँडेका थिए। बसिर उक्त बलमा रोक्दै केही पाइला अघि बढेर पुनः स्ट्राइकमा फर्किएका थिए। अम्पायरले त्यति बेलासम्म पेनाल्टी दिइसकेका भन्ने थिएनन्, तर नेदरल्यान्डका अनुभवी बलर रोलेफ भान डर मर्वेले अम्पायरसँग उक्त घटना बताउँदै असन्तुष्ट पोखेपछि अम्पायरले 5 रन पेनाल्टी दिएका थिए। यति मात्रै होइन, बसिरले सोही किसिमको गल्ती 40औं ओभरमा पनि दोहोर्याए। गल्ती दोहोर्याउने क्रममा स्पिनर आर्यन दत्तको 40औं ओभरको दोस्रो बलमा पुनः बल रोकेपछि पिचको मध्य भागमा थोरै अघि बढेर बसिर अहमद फर्किएका थिए। यसपटक नेदरल्यान्डका कप्तान स्टक एडवार्डले अपिल गरेका थिए। त्यसपछि आरिफ शेखले बसिरलाई गएर केही सम्झाएका थिए। बसिरले राम्रोसँग इङ्ग्लिस नबुझ्नु पनि समस्याको विषय बनेको हुनसक्छ, तर अम्पायरले नेपाललाई पेनाल्टी दिएका थिए, जसको कारण नेदरल्यान्डले 10 रन अतिरिक्त पाएको थियो। क्रिकेटको नियमअनुसार पिचको बीच भागबाट ब्याटर हिँड्न पाइँदैन। यसले फिल्डर र अम्पायर दुवैलाई अप्ठ्यारो पारेको महसुस गरिन्छ। बीच भागबाट हिँडेमा मात्रै होइन, बलमा थुक लगाएमा, विकेट किपरले राखेको हेलमेटमा बल लागेमा, ब्याटरले समय अनावश्यक रूपमा खर्चेमा, फिल्डिङ टोलीलाई अप्ठ्यारो पुर्याएमा, पिच ब्याटरले जानी बिगारेमा, चेतावनीका बावजुद पुनः सर्ट रन लिएमा, बल टेम्परिङ अर्थात् बल बिगारेमा पनि 5 रन पेनाल्टी लाग्ने गर्दछ। यो क्रिकेटको नियम हो। सन् 2022मा पनि नेपालको त्रिभुवन विश्वविद्यालयको ग्राउन्डमा टियु ग्राउन्डमा फिल्डर बासिल हामिदले बलमा थुक लगाउँदा पनि नेपालले उपहार स्वरूप 5 रन पेनाल्टी पाएको थियो।